बिले नि भुवा क्या बोक्यो अम्बकै अम्बक यो चाहिँ पहाडको अम्बक थोरै मिठो छ नि त अम्बकको झाँसो होइन कता फल्छ सकाएको अस्ति धेरै लाग्यो राम्रो रहेछ एक दानाले अगाडि रहेछ नि अर्ग्यानिक भनेको यसलाई भन्छ कि बोटदेखि टिप्यो अनि धानबारीहरू अर्ग्यानिक अम्बक खान्छ हिँड्दै डुल्दै आज बनाउनु न काका एक दानाले ठ्याक्कै अगाइँदो रहेछ त मिठो नि छ फेरि टम्म गायो अब त ठ्याक्क टम्मै गाइयो सन्न सन्त अम्बक मिठो पनि छ उयो तपाईँहरूको घर त भुइँ थलामा फाल्थ्यो नि त्यत्रो फाल्थ्यो नयाँ यो यसको यो उमा क्या त्यहाँ हाम्रो त मरेछ अहिले त्यहाँको तपाईँको त बोली गइरहेको राजा हुने अम्बकको त के भएर मर्यो त्यहाँ चाहिँ है खतरा थियो अम्बक तपाईँहरूको त हाम्रो बुढोले टिप्नु भुलले लाँदा कुकुर लान्थ्यो नि त कभर थियो अम्बक त्यो बोर्ड देख्दाखेरि क्या काका याद गर्दाखेरि थियो होइन खत्रै खाइयो खतरा देखेको त्यहाँ नि त्यो कुकुरले भुलभुल लानुहुन्थ्यो बेच्नु क्या मसिनो खालको त फेरि कति छ कति छैन होइन मसिनो खालको मसिनो खालको त रासी अम्बक त पश्चिमतिर हेर यस्तोलाई बेलौती भन्दो रहेछ त्यो अम्बकलाई बेलौती कस्तो त बेलौती भन्दा झक्कै परेर एकचोटि नचिनेर बेलौती गयो नखाने बेलौती अरे अगायो भनेर फरक फरक देखेर भाषा अलिक बुझिँदैन अगायो यार